घरमा कोही छैन क्या चिरिनीको बिहान त्यत्रो धान पनि काटेर सक्यो अब ड्याङ्ग सुतिराखेको होला पैसा दिनुपर्छ भनेर त्यत्रो पराल पनि खटाइदिए पराल मिलाइदिए छैन त घरमा पैसा दिने बेला त उहाँ छिमेकी आन्टीले उहाँ पैसा दिएन भने नि मलाई मार्छ कता गयो त बोलाउनु पनि के हो नाम थाहा छैन ढोडीहरूको सुतिराखेर ड्याङ्ग पैसा दिनुपर्छ भनेर दिदी ए दिदी कति दिदी दिदी भनेको कति करा गरेको त्यही बस म आएँ काम चाहिँ कति गरे कराई गर्छु खस गर्छु काम चाहिँ कति गरेको छ काम गरेको अनुसार कराको अनुसार काम पनि गरेको छ त्यति कराई गरेको के भयो भन् त किन कस गरे के किचकिच भनेको नि दिदी त्यत्रो धान पनि काटिदिइहाली पराल पनि थन्काइदिइहाली अनि न भात न पानी भइ न सुक्खामा काम गरेको अब पैसा दिने बेला त भयो त अब पैसा दिन्छु भनेको थिएँ धान काटिसकेपछि पराल थन्काइसकेपछि अब पैसा दिनु न के अहिले चाहिँ सनक सन्किँदै भुइँमा झरेको नि टाढदेखि दिदी पैसा निकाल्न अब त मेरो पालो सन्किने पालो त दिदी सन्की जति सन्के पनि यहाँ यो त काहीँ पुग्दैन त कि सन्केर यो ठाउँ छोडेर जान्छस् काम गरेको कति छ यत्रो सुनाइस् कति बर्बर गरेको पैसा लिने बेला बर्बर त गर्छ नि दिदी मेरो पालो त अनि बर्बर गर्ने त्यत्रो काम गर्दै के हो अब पैसा लिने बेला बर्बर नगरेर कतिखेर बर्बर गर्नु त दिदी पैसाकै कुरा गर्न आएपछि त किन अनेक थरी भट्टाइ राख्छस् भन्न पैसा दिनु भनेर दिइहाल्छु नि म दिइहाल्नु न त पैसा अनि के तपाईँ पनि दुई जिब्रे कुरो गरेको गएर पैसा लिएर आउनु न म पनि पैसा दिएपछि आफ्नो बाटो लागिहाल्छु नि दिदी के दिन्छु पैसा भनेर भन्नु पाए हुन्थ्यो कति भयो हिसाब गरौँ न त दिइहाल्छु नि त्यो पैसा हिसाब गर्नु आए पो हिसाब गरेर दिनु न हिसाब आफैलाई गर्न भने तपाईँले पराल धान काटिदिन्थेँ त म गालामा देउता खुट्टाले दिन्छै भनेर पनि भनिदिँदा म पनि घरिघरि झुक्केर बोली खुसिन्छ दिदी हिसाब गरिहाल्नु न त फटाफट मोबाइल गर्न दिएँ ढुङ्गाले त मोबाइल छैन र तपाईँको पनि काम चाहिँ मैले 5,000को जति गरेको थिएँ हामीले पनि काम गर्दाखेरि त्यो भारी बोक्दाखेरि धान काट्दाखेरि गनी औँलाले यसरी गनी दिदी गनी हिसाब गरेको मैले पनि नजाने पनि औँला भाँची गर्नेको अहिले चाहिँ 900मा टाढा मार्नु नखोज्नु दिदी त्यस्तो दिमाग नचलाउनु त्यस्तो दिमाग चलाएर काम छैन दिदी कि हिसाब गर्न आउँदैन भने आउँदैन भन्नु त्यो 900 चाहिँ होइन दिदी 5,000 जति भएको छ मैले पनि औँला भाँची गनेको तपाईँ धेरै टाटा मार्नु खोजिरहेको छ 900 मलाई बानी मन परेन है बानी मन परेन फेरि यहाँ झमेला हुनसक्छ दिदी अरे हिसाबमा कम क्या भाइ अनि तिमी नआउने भन्ने मान्छे मलाई नै अचम्ममा पारेर यत्रो जान्ने रहेछ तिमी म त तिमी नजान्ने नै छ अब जसरी गर्दा नि हुन्छ भन्ने सोचले त्यसो गरेको थिएँ क्या भयो त भयो अब अहिले त यसो 1000 रुपियाँ काम चला गर अनि बाँकी भएको चाहिँ फेरि हातलाई पैसा लिएर आउँछु राम हिसाब गर्न आउँदैन भनेर त मलाई लाटो बनाएर पो फाकफुक बनाएर 500-900मा टाटा मारेर जा भन्नु खोजेको म पनि घोसे पाराले मलाई पनि आइहाल्छ नि अब पैसा लिएर आउँछ होला त्यसो च्याप जाने इल्यो भाइ पैसा 1000 रुपियाँ मात्र यो चेटी 4000 बाँकी 1-2 दिनमा दिउँला नि त ल दिदी म लिनु कहिले आउँदा ठिक हुन्छ दिदी 1-2 दिनमा आऊ न म खबर गरिहाल्छु नि ल दिदी म गएको ल ल भाइ I was Vicky.